हेलो जय मसी गाइज, फेरि मैले यो एउटा नयाँ भिडियो लगाएको छु। यहाँ चाहिँ यो रायोको सागलाई हामीले यो लान्ड्रिङ गरेर रायोको सागहरूलाई हामीले यहाँ हुर्काएका छौँ। अनि यो चाहिँ 40 रुपियाँ पावा छ गाइज, अहिले 40 रुपियाँ पावा छ है। यहाँनिर चाहिँ साह्रै राम्रा राम्रा रायोका सागहरू एकदमै राम्रा फस्टाएका। अस्ति खेसर लगाउँदाखेरि यो सबै धुलोहरू आइरहेको छ गाइज। साह्रै राम्रा चाहिँ पत्ताहरू छन् है। अनि यहाँ चाहिँ बिचमा मैले फरुवा पनि छोडेको छु गाइज। यता यहाँ टाढोसम्म छ गाइज, अनि साह्रै राम्रो छ। अनि यो साइडमा चाहिँ आलुबारीहरू को ड्याङहरू हो गाइज। साना टमाटरको बिरुवाहरू हुन् गाइज। यो चाहिँ साह्रै राम्रा छन्। छेउको हो, यो चाहिँ मेरो सिमानाको छेउको हो गाइज। अनि यो हाम्रो बाटो परसम्म जान्छ गाइज। यो हाम्रो प्लटिङ हान्ने बाटो हो। यहाँ गिटीहरू लाउनु पर्ने बाँकी छ गाइज। यो चाहिँ मकैहरू हो गाइज। यो मकै हो। यति बाक्लो छ यो मकै गाइज, यति बाक्लो छ है। यो मकै चाहिँ काटेर